कुन गाउँ गाइस कुन ठाउँ जान लाग्छ केटा हामी रुपा रुपा के पाइन्छ खनिजहरुको नाम खनिजहरुको धातु पाइन्छ पाइदैन भुइँसा गोबर र यस्तो बाटोमा हिँड्दाखेरि के फाइदा छ केटाहरु पछाडिबाट आएर हाल्ला भन्ने डर हुँदैन हैन कुरो त्यो छ हाय हाय एक्चुअली लड्की बेच्नु त तल नमल्याको नसितै हाम्रो फेरि कस्तो क्यामेरा हुन्छ हैन खोलाम पुग्नु भइन्छ कस्तो दामी छ है ठाउँ हौ दामी भएन क्यान्ने राम्रो छैन हाय 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 के गरौ जंगल चाहिँ यहाँ पाको भन्ने कहीं नै नि छ पानी गाउँ जस्तो नि त्यो साइडमा घारी साइड पाको बाटो यस्तो खतरा छ बाटो देख्न सक्नुहुन्छ गाइजहरु कति दामी यस्तो दामी छ ठाउँ हिमाल चाहिँ त सफारी यहाँ के भन्छन् लाग्ना डाँडा यहाँ हाम्रो तुन्नेरिया बगान यसलाई के भन्छ अरे बाबु कलाई यो ठाउँलाई रुपा रुपा यो हामी जो ठाउँमा छ नि अहिले यसलाई के भन्छ भने लाग्नबाट ए लाग्ना डाँडा भन्छ यसलाई बाबरे हिमाल यस्तो दामी पारिरहेछ मैले त देख्दै यहाँ रहेछ त्यही न कागमा रालिएको हुन्छ मैले त देख्दै देखेँ यस्तो दामी रहेछ नि ताई उता चाहिँ कता हिमाल यता चाहिँ नि जिने त आइफोनले जुम गरिन देखिया बा त सधैँ देखिने हेर्दा यसले पनि जुम गरे यार 3000 हामी कहाँ पुग्यौँ केटाहरू कहाँको जङ्गल गरे पुङ्गी चौर ए यहाँ पुङ्गी चौर भन्छ नि अगाडिको होला नि पुङ्गी चौर भने यो पुङ्गी चौर यसलाई पुङ्गी चौर भनिन्छ यो चाहिँ जङ्गल हो यो कहाँको जङ्गल गरे जङ्गल त पुङ्गी चौरको जङ्गल रुपाको जङ्गल हो रुपको बाटो यस्तो छ धेरै डरलाग्दो छ आउँदाखेरि कोही साथी अथवा सजग तरिकाले आउनु होला तपाईहरु आउन चाहनुहुन्छ भने आक्रमण गर्ने सम्भावना धेरै हुन्छ हैन यहाँ जङ्गली जनावरले आक्रमण गर्ने धेरै सम्भावना हुन्छ हो त्यस्तो ठाउँ हो यो चाहिँ सबैजना आउँदाखेरि सतर्क भएर आउनु होला होशियार पूर्वक आउनु होला जङ्गल खतरा छैन डेन्जर कतिको सुमात्दैन थियो त्यस्तो गर्नु हुँदैन लाइसेन्सवाला बन्दुक यहाँ गोड हालेर बहिनी भएको रहेछ कोही बच्चा बच्चीहरू तर बच्चा बच्ची त यता आउने कुरो भएन ए ए भैँसा चलाउन आएको यसलाई के भन्छ तपाईँ साथीहरू कमेन्ट गर्न सक्नुहुन्छ हाम्रोतिर पाङ्ग्र भन्छ नि यसलाई यसलाई चाहिँ गुनेग्रोको फल ए गुनेग्रोको फल पनि भन्छ म त हाम्रो गाउँतिर पाङ्ग्रो भन्थ्यो कि यसलाई चाहिँ पाङ्गर भनिन्छ हैन सबैजनाहरूले कमेन्ट गर्नु होला तपाईँको गाउँतिर के भन्छ यसलाई चाहिँ हामी चाहिँ फाइनल्ली गाइजहरू अब के अरे रुपा पुग्न लागिसकेको छु सूर्य पनि हाम्रो टाउको नजिकै आइसकेको छ कि अब हामी चाहिँ 4 जना व्यक्ति आएको छु बाब्रे यो पाङ्गरकै गेराहरूले चाहिँ लास्टै चिप ल्याउँदो रहेछ कि गाह्रो छ ओ डेन्जर एरिया भने यही हो तपाईँहरू हेर्न सक्नुहुन्छ हामी कहाँ पुग्यौँ केटाहरू कहाँको जङ्गल गरे ए यहाँ पुङ्गी चौर भन्छ नि अगाडिको होला नि पुङ्गी चौर भने यो पुङ्गी चौर यसलाई पुङ्गी चौर भनिन्छ यो चाहिँ जङ्गल हो यो कहाँको जङ्गल गरे जङ्गल त हो रुपको बाटो यस्तो छ धेरै डरलाग्दो छ आउँदाखेरि कोही साथी अथवा सजग तरिकाले आउनु होला तपाईहरु आउन चाहनुहुन्छ भने आक्रमण गर्ने सम्भावना धेरै हुन्छ हैन यहाँ जङ्गली जनावरले आक्रमण गर्ने धेरै सम्भावना हुन्छ हो त्यस्तो ठाउँ हो यो चाहिँ सबैजना आउँदाखेरि सतर्क भएर आउनु होला होशियार पूर्वक आउनु होला जङ्गल खतरा छैन डेन्जर कतिको सुमात्दैन थियो
त्यस्तो गर्नु हुँदैन लाइसेन्सवाला बन्दुक यहाँ गोड हालेर बहिनी भएको रहेछ कोही बच्चा बच्चीहरू तर बच्चा बच्चीहरू त यता आउने कुरो भएन ए भैँसा चलाउन आएको यसलाई के भन्छ तपाईँहरू साथीहरू कमेन्ट गर्न सक्नुहुन्छ हाम्रोतिर पाङ्ग्र भन्छ नि यसलाई यसलाई चाहिँ गुनेग्रोको फल ए गुनेग्रोको फल पनि भन्छ म त हाम्रो गाउँतिर पाङ्ग्रो भन्थ्यो कि यसलाई चाहिँ पाङ्गर भनिन्छ होइन सबैजनाहरूले कमेन्ट गर्नु होला तपाईँको गाउँतिर के भन्छ यसलाई चाहिँ हामी चाहिँ फाइनल्ली गाइजहरू अब के अरे रूप पुग्न लागिसकेको छु सूर्य पनि हाम्रो टाउको नजिकै आइसकेको छ कि अब हामी चाहिँ 4 जना व्यक्ति आएको छु बाब्रे यो पाङ्गरकै गेराहरूले चाहिँ लास्टै चिप ल्याउँदो रहेछ कि गाह्रो छ ओ डेन्जर एरिया भने यही हो तपाईँहरू हेर्न सक्नुहुन्छ यसलाई चाहिँ सिसुनो भनिन्छ होइन सिसुनो खोइरे सिनो भनिन्छ हाम्रोतिर हेर्नु है तपाईँको लदाङमा अनि रे फरो पार्ने हजुर फरो पार्ने पिने घन पारेन अनि ग्वाला आउने मजासँगले लपा पारेन खाने अनि रे उहाँपछि मै ढिँडो खाने मै ढिँडो हर्ष लाउने त्यसपछि अनि यत्रो रुख पनि भेटिन्छ नि हाम्रो गाउँतिर होइन तपाईँको सहरतिर त भेटिनु कुरा भएन होइन सहरमा बसिहाले कमेन्टै नगर्नु होला मेरो भने मान्नुहुन्छ भने यत्रो रुख हेर्नुहोस् यत्रो रुख देख्न मन लाग्छ भने गाउँतिर आउनु होला फिटको लागेको छ हजुर फिटको तिहार हामी गाउँ नजिकै पुगिसकेको छु नजिकै पनि यति ठुलो रुखहरू भेटिन्छ हाम्रो त के भन्ने होला तपाईँहरूको भनेर भन्न मिलेन अनि है जान्नुहुन्छ यहाँ च्याउ फैला च्याउ सेता च्याउ अनि है यसलाई चिम्नको लागि झ्याउ र खानको लागि च्याउ भनिन्छ अनि रे यो चाहिँ यति ठुलो रुख छ हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ अब हाम्रोतिर यही थियो बोलिन्छ हजुर तपाईँकोतिर कोही त बोलिन्छ मन थाहा नै त रुख पनि यिनी हौँ मन्ठ पनि हामी हौँ अनि रे अब यो त पुरै ठ्याक्कै छाताभन्दा ठुलो भन्दा पनि बाबरे यो त 2 फेरे लाम्ला जस्तो भन्ने खालको भइसकेको छ यस्तरी रुख ढल्याउ छन् गाह्रो छ हजुर जङ्गलको बाटो हिँड्न चाहिँ लास्टै गाह्रो तपाईँहरू चाहिँ लाम्ले भन्ने त हाम्रोतिर फेरे भनिन्छ क्या भन्ने कुरा केटाहरू फाइनल्ली हामीहरू कहाँ आइपुग्यौँ ए रूपा पुगिसक्यो न हामी त्यहीँतिर आयो नि भाइको घर त्यही उतापट्टि हो नि त्यो मन थाहा छ ए म त भाइको घर मात्रै चिन्छु अरू कोही चिन्दैन आउँदैन हामी फाइनल्ली रूपा पुगिसकेको छु गाइजहरू हामी गएर बाख्रा ल्याउने भनेर आएको अब बाख्रा लिएर बाख्रा धेरै त होइन अब एउटा हुन्छ कि 2टा हुन्छ त्यो त फिक्स थाहा छैन 2टासम्म अथवा एउटा चाहिँ लगेर जान्छौँ हामी बाख्रा त्यो हो रूपा गाउँ हेर्नुहोस् तपाईँ गाउँहरू हेर्न सक्नुहुन्छ अनि यो चाहिँ रूपा गाउँ हो भैँसीको घाँडाहरू बजिरहेछ दामी तरिकाले फाइनल्ली यस्तो दामी छ गाउँ सिन यस्तो दामी छ गाउँ यस्तो दामी छ हाम्रो केटाहरू यता छन् सँगै आएका केटाहरू माथि हिमालमा हिउँ परिरहेको छ उता पनि हिउँ छ यो गाउँ चाहिँ फाइनल्ली हामीहरू अब तल पुगेपछि भिडियो बनाउँछु ल ओके गाइज आज हाम्रो मान्छेलाई हुनुहुन्छ हामीहरू फाइनल्ली पुगिसकेका छु कहाँ गरे रूपा पुगिसकेको छु मान्छेहरू साथी यता हुनुहुन्छ यहाँ त चाउको लागि सुप रेडी भइरहेछ कि हावा गर्दै हुनुहुन्छ यता सिस्टम चाहिँ यस्तो छ कि चुलोको ऱ्याक स्याक मिलाएर च्याट्ट पारे आफ्नो हाम्रो केटाहरू यता
3जना केटाहरू हेर्दैछ हामी हामी पुगिसकेको छ फाइनल्ली गाइजहरू आज हुन्छ कि कतिखेर हुन्छ हामी चाहिँ गइहाल्यो भन्ने चाहिँ छ अब के हुने हो अहिले थाहा भएन होइन कहाँ आगो बेला हाल्नु लाल्ने कहाँ आइफोन मेरो हुनु परेन देखिँदै देखिँदो मेरो साला केटाले बाख्रो डोराइसकेको छ हामी बाख्रो लिएर गइसकेको छु आइजहरू ल बाबु आइज तिमी बाई बाई रुपा गरेको हामी रुपाबाट लागिसकेको छु 4 बजेर 3 बजेर 34 मिनट गइसकेको छ गाइजहरू ल हामी अब घर अथवा बाटोमा भिडियो बनाउँदै जान्छौँ हामी जङ्गलमा प्रवेश गरिसकेको छु गाइजहरू के डर लाग्दो साउन्डहरू सुनिरहेछ हामीलाई जङ्गल यस्तो डराउन जङ्गल छ अनि हामी बाख्रा लिएर आएको छौँ अब कहाँ जान्छ ल ल ल ल ल ए कस्तो यार बाख्राले हामीलाई दुःख दिइरहेछ ल ल कति मुटाएर ल ल अझै ठुलो ओह्राल रहेछ गाईहरू रुख नजिकै यत्रो ठुलो ओह्राल छ यहाँ स्याउलो सोरेर राख्नु रहेछ नि यहाँनिर नजिकै स्याउलोको थुप्रो देख्न सक्नुहुन्छ तपाईँहरू नगरा बजाएको साउन्ड सुनिरहेछ है हौ यही ढुङ्गाको ओह्रालो ढुङ्गा पनि यति ठुलो रहेछ गाइजहरू हामी अब डाँडामा पुग्ने थोरै समय लाग्छ बाँकी भिडियो बनाउँदै जानेछु गाइजहरू मान्छेहरू आउनु भएको छ एक्लै आयो नि तिमी को आउँदै हुनुहुन्छ बोलाउँदै के हो बाघ माथि माथि के डुक्रिँदै हुनुहुन्छ बाख्राले आइयो कहाँबाट आयो तिमी कहाँबाट आयो तिमी ए खातीबाट आयो फाइनली एक्लै आयो यत्रो जङ्गलमा एक्लै आयो यस्तो एक्लै आइदिने है यस्तो डर नमान्ने व्यक्तिहरू पनि हुनुहुन्छ यहाँ निडर भन्नुपर्छ उहाँहरूलाई हामीलाई यहाँ दुईवटा व्यक्ति भएर पनि डर लागिरहेछ यत्रो जङ्गलमा गाईहरू बाख्रा कतिखेर पुर्याउने हो भनेर टेन्सन भइरहेछ हामीलाई अझै छ टाइम अझै लाग्छ होइन धेरै नै हामीलाई गाह्रो छ जङ्गलको बाटो छ गाईहरू म चाहिँ बेला बेलामा भिडियो बनाइरहन्छु यस्तो ठाउँबाट आएछु गाईहरू हामी यत्रो रुख ढलेर तलबाट आइरहेको छु यस्तो अप्ठ्यारो रहेछ ठाउँ यस्तो अप्ठ्यारो रहेछ तलबाट आउने ठाउँ रहेछ तर ठुल्ठुला रुखहरू छन् अझै हामी पुगेको छैन डाँडामा पुरा अझै टाइम लाग्छ होला पुग्नलाई बाख्राहरू अगाडि छन् हामीहरू पछाडि आइरहेको छु अप्ठ्यारो रहेछ गाईहरू
मेरो साला बाबुलाई कतिखेर भालुले मुन्ट्याउँछ थाहा छैन, मोबाइल चलाउँदै आइरहेछन्। हो अब हामी डाँडोमा पुगिसकेको छु जस्तो लागेको छ मलाई चाहिँ अनुमानमा, तर पुगेको छ कि छैन त्यो चाहिँ थाहा भएन। अब अलिकति छ जस्तो लाग्छ, सूर्यको किरण देखिएको छ अहिले चाहिँ। जङ्गलबाट लगभग बाहिर आइसकेको छ हामी। यहाँ पनि कमर रहेछ है, यस्तो ठाउँमा छ खेती, यस्तो ठाउँमा खेती गरिरहेका छन् मानिसहरूले। डाँडामा पुगेर आइन्छ खेतीबारी गरेको कारणले गर्दाखेरि। त्यहाँनिर टोखरा रहेछ एउटा, यो पुरा खेती रहेछ। मान्छेले यस्तरी खेती लगाइरहेको छन् आजकल। बाख्रा ल्याउनुपर्छ। अब ग्वाल राख्ने पर्ने भएछ मेरो, त्यही भएर बाख्रा साख्रा ल्याएर आइएको छ। गाइजहरू यस्तो ठाउँ छ यो, यहाँ रुखा तल छ, यस्तो ठाउँमा आएको छ हामीहरू। डाँड काटिरहेछन् कसैले। डाँड काटेर उसको नि के लुइटा कसो आइ डाँड लुइटा दार राखेर रहेछन्। अझै आएर हिँड्छ हामी डाँडामा। अब लगभग पुग्छु होला गाइज, भिडियो बनाउँदै जान्छु म। डाँडामा पुगिसकेको छु गाइजहरू हामी। ल डाँडामा चाहिँ पुगिसकेको छ। यहाँबाट कहाँ कहाँ देखिन्छ, बेल बुर्न लागिसकेका छन्। हामी पुगिसकेको छु डाँडामा। फाइनली गाइज डाँडामा पुग्यो। अब यहाँबाट हामीले ओह्रालो झर्नुपर्छ। हौ फेसबुक कहाँबाट खोल्दैन। ल म चाहिँ भिनाजुको सालो परेँ, त्यसै उदो हो। ल गाइजहरू हेर्नुहोस्, हामी माथि डाँडामा पुगिसक्यौँ। अनि ल हेर्नुहोस्, ल हेर्नुहोस् हाम्रो गाउँको भिरपाकाहरूको अप्ठ्यारो फेरि यसै उदो गयो भने मान्छे खत्तम। ल हेर्नुहोस् हामी जानुपर्ने अझै 3-4 घन्टा लाग्छ। यही नै हो जो मैले अघि जुम गरिरहेको थिएँ, त्यही नै हो। हेर्नुहोस् गाइस, त्यहाँ माथि फाइनली गाइजहरू हामी चाहिँ अब ससुरालमा पुगिसकेको छु। ल हामी गएको ठाउँमा चाहिँ यहाँबाट जुन ठाउँबाट गएको थियौँ त्यो ठाउँमा चाहिँ पुगिसकेको छु। त्यो चाहिँ मेरो ससुराल हो। त्यसका पछि हामी घर चाहिँ भोलि जान्छौँ होइन। फाइनल्ली यहाँ चाहिँ पुगिसकेको छु। भिडियो चाहिँ यतिसम्मकै हुन्छ। घरमा जाँदाखेरि अर्को अलग भिडियो बनाउनु पर्ने हुन्छ मैले, नत्र लामो भिडियो हुनसक्छ। ल गाइजहरू मन परेमा सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। ओके गाइजहरू, बाई बाई।